साथीहरू हेर्नुहोस् न, 2026को सुरु हुने बित्तिकै हस्पिटलमा टेक्नु परिहाल्यो है। हामी चाहिँ हस्पिटल जाँदैछु है। मेरो हस्बेन्ड पनि बिमारी हुनुहुन्छ, नानीलाई पनि ज्वरो आइरहेको छ हो। अनि के भन्नु, जति मान्छेलाई दुःख पर्छ नि, मान्छेलाई त्यति बलियो पार्दो रहेछ क्या यो दुःखले चाहिँ। त्यति स्ट्रङ बन्दो रहेछ, जति दुःख पाइन्छ जग्गा जग्गामा ठाउँ ठाउँमा हरेक कुरामा होइन। कति दुःख हुन्छ क्या कोही बेला त हरेक कुराको होइन, तर पनि एकदम बलियो र दह्रो बनिने आँट दिँदो रहेछ क्या हाम्रो यो दुःखले पनि होइन। यहाँ चाहिँ बाबा पर्खिरहनु भएको छ हो, नानी बसिरहेछ यहाँनिर चाहिँ। उसलाई निकै साह्रो पारेको छ र यसरी बसेको, नभए चाहिँ पुरा छुकछुके गर्ने बानी छ नि त उसको चाहिँ। खानाहरू लिएर आउनु भएको बाबा चाहिँ घरबाट हो, बिमारीको लागि एडमिट हुनुभएको छ नि त हस्बेन्ड चाहिँ। हस्पिटलभित्रै चाहिँ कतिवटा टेस्ट हुँदैन रहेछ हो, अन्त कतिवटा चाहिँ बाहिर गर्नु पर्दो रहेछ। अनि त्यही भएर नानीको टेस्ट गराएर है रिपोर्ट लिएर आउँदैछु म चाहिँ होइन। त्यो पनि जानिराख्नु पर्ने रहेछ, हस्पिटलभित्रै हुन्छ होला सबै भनेर मक्खै परेको थिएँ म चाहिँ है, हुँदैन रहेछ। अन्त फर्किँदैछु रिपोर्ट लिएर है। नानीलाई चाहिँ बाबासँग छोडिरहेको छु। नानी एडमिट भएको छ तल 3rd फ्लोरमा है, हस्बेन्ड हुनुहुन्छ माथि 7th फ्लोरमा एडमिट हुनुभएको छ। दुःख परिरहेछ साथीहरू, तर पनि केही छैन। मेरो नानीलाई चाहिँ है अहिलेसम्म चाहिँ यसरी कहिले पनि क्यानुला लगाएर ब्लडहरू झिकेको थिएन नि त, फर्स्ट टाइम हो होइन। उसलाई पनि निकै बिचरा मन दुख्यो है, यसरी ब्लडहरू तान्दा क्यानुलाहरू लगाउँदा। यो एक्सपिरियन्स उसलाई थाहा थिएन होइन। अब चाहिँ उसलाई थाहा भयो बिमार हुँदा चाहिँ यस्तो हुँदो रहेछ भनेर। कहिलेकाहीँ ज्वरोहरू आउँथ्यो है, दबाई खाँदा जाती भइहाल्थ्यो नि त। अनि उसले चाहिँ पत्याउँदैन थियो नि त पटक्कै, पानीहरू नखेला भन्दा बेसी पानी खेलेर बिमारी भएको। यहाँनिर चाहिँ है दिदी बिनाजुहरू आउनु भएको छ है, खाना लिएर आउनु भएको छ हामीलाई। अन्त नानी बसिरहेको छ उसकै बाबासँग। बहिनी चाहिँ पुरा कुर्दैछ हजुरबाला भान्जीले। हस्बेन्ड चाहिँ डिस्चार्ज हुनुहुन्छ नि त, अनि नानी चाहिँ काखमा बसिरहेको छ बाबासँग। बिचरा माया लाग्दै नि देख्दा पनि कस्तो नराम्रो लाग्दो रहेछ दुईजनै एडमिट हुँदाखेरि त। मलाई कस्तो भयो के भन्नु। हात देखाउँदिन ल, मेरो छोरीको हात देखाउँदिन। बल्ल निदाउन खोज्छु, छेउमा गाँठे के साह्रो मान्छे घुरेको, के डरलाग्दो घुरेको ठैट। यस्तो घुर्ने मान्छे त मैले कहिले देखेको थिइनँ। हस्पिटलको बाहिरदेखि चाहिँ है यस्तो देख्दो रहेछ नजारा है, मजाको देख्दो रहेछ है। मैले हस्पिटल देखाउँदै यहाँ नानी चाहिँ हातमा क्यानुला बोकेर पनि घुमिरहेको छ। पुरा अल्छी लाग्यो अरे, सुत्दिनँ भन्यो, अनि एकछिन बाहिर निकालेको नानीलाई। एकदमै योपालि चाहिँ के भयो मलाई चाहिँ दुःख लागेको जस्तो भयो। दुःख लागेको होइन, अब निकै नराम्रै लाग्यो। अब हस्बेन्ड पनि एडमिट, नानी पनि एडमिट हुँदाखेरि एक प्रकारको मनभित्र क्या कस्तो लाग्दो रहेछ। तर पनि केही छैन, जति दुःख पर्छ त्यति बलियो बनिँदो रहेछ क्या मान्छे। हामी चाहिँ बिस्किट खाँदैछ नानी र म चाहिँ। आज त नानी निकै ठिक भएको छ, अनि आज त हामीलाई छुट्टी दिनुहुन्छ होला डक्टरले है। हातमा मैनी देखाउँदैछ, आया भएको थियो नि है। साथीहरू हामी चाहिँ घर जान आँटेको, आधे पनि जाती भयो, मेरो हस्बेन्ड पनि जाती हुनुभयो, डिस्चार्ज भइसकेको छ। जानुको लागि चाहिँ यहाँनिर भान्जी हामीलाई ल्याउन आइरहनु भएको छ। भान्जीले चाहिँ हामीलाई तिमीतर्फ लगेर छोडिदिने अरे है, उसले आफै गाडी कुदाउनु जान्दछ। अन्त हामी चाहिँ यहाँ लुगाहरू पठाउँदैछ लगाउनुको लागि। भान्जी आफै कुदाउँछौ नि गाडी, हेर्नुहोस् त गाइस, यत्रो सानो छाला पनि गाडी आफै कुदाउँछ पो त उसले त। हो त हो, मेरो बुवाले कुदाउनुहुन्छ नि। होइन तिमीले पनि कुदाउनु जान्दछ नि। अनि तिम्रो माइजूले गाडी कुदाउनु जान्नुहुन्छ कि हुन्न? हुन्छ तिम्रो माइजूले गाडी कुदाउनुहुन्छ त नि। उसले दिदीले तपाईँ गाडी कुदाउनु
म स्पिड कुदाइदिँदाखेरि पनि अरूहरूको गाडीमा ठोक्दिनँ दामी नाइस 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 यदि यस्तो छ यहाँ हस्पिटलमा साथीहरू हाम्रो चाहिँ यही यस्तो छ यहाँ भान्जी छ साथी हो यो लिफ्टको पर्खाइमा छौँ हामी चाहिँ